हेलो गाइजहरू, यो चाहिँ आज हाम्रो स्कुटीमा नयाँ रोग आएको थियो। यो स्कुटी आमाको रेमा चाबी अन गर्दाखेरि केही लाइन साइन आएको छैन। अब हेर्नु, ब्रेक हान्दाखेरि चाहिँ मिटरमा लाइन साइन आइरहेको छ। के भएको त यो भनेर हामीले पार्ट 1 भिडियो हालेको थियौँ। अब यसलाई फुल बनाएको भिडियो चाहिँ हामी देखाउँदैछौँ। ब्रेक हान्यो भने लाइन आउने, नत्र लाइन सबै जाने। अब हामीले यो भाइजरहरू खोल्न थाल्यौँ। अब भाइजर खोलेर हेर्नुपर्ने वेरिङको समस्या हो। यो चाहिँ वेरिङ कहीँ मिस्टेक भयो भने यस्तो हुन्छ। त्यही भएर हामीले वेरिङ निकाल्नको लागि यसको माथिको भाइजरहरू खोल्दैछौँ। भाइजर खोलेर चेक गर्दै जाँदाखेरि त्यहाँ केही समस्या भेटेन। त्यसपछि हामीले मुनि समस्या भेट्यौँ। यो चाहिँ मुनि बडीमा अर्थिङ लागेको रहेछ। टच भएर हामीले यसलाई सबै रिपेयर गरेर रेडी पारेका छौँ। यदि तपाईँहरूलाई पनि यस्तै केही समस्या पर्यो भने बनाउन आउनु तथा फोन गरेर बुझ्न सक्नुहुन्छ हाम्रो मोटरसाइकल ग्यारेज बिर्तामोड झापालाई। हस्, धन्यवाद।